साँच्चै अब नेपाल बन्छ भन्नेमा हामी आशावादी छौँ। तर यो लेभलको यो खालको पोजिटिभ भाइब्रेसन आउने खालको चाहिँ आत्मीय हिसाबले एउटा परिवारमा चाहिँ त्यो मलाई लागिरहेको छ। म सामान्य जीवसँगै छैन, मेरै दाइसँग मेरै फ्यामिलीको चाहिँ मान्छेसँग छु भन्ने चाहिँ त्यो फिलिङ्स दिएर चाहिँ उहाँले जुन चाहिँ कुरा गर्नुभयो, फर्मल पनि होइन इन्फर्मल मलाई जे भन्दा नि हुन्छ। देशको विकास हुनु पर्यो, यो तयारी पोसाकको विकास हुनु पर्यो र देश चाहिँ अर्थतन्त्रमा सबल हुनु पर्यो र देशलाई चाहिँ यहाँहरूले ड्राइभ गर्ने हो, हामी चाहिँ एउटा बिचको चाहिँ मध्यस्थकर्ता मात्रै हौँ। त्यो हिसाबले चाहिँ काम गर्नु पर्यो भनेर उहाँले चाहिँ जुन चासो दिनुभयो त्यो चाहिँ नेपालको इतिहासमा चाहिँ सराहनीय कार्य। आज जस्तो पोजिटिभ तपाईँहरूलाई के चाहियो, मैले गरिदिनु पऱ्यो कि गार्मेन्ट इन्डस्ट्रीलाई चाहिँ ऊ गरेँ। प्रधानमन्त्रीको त्यति चाहिँ नि पोजिटिभ कुरा आयो, त्यो हामी एकदम रमाइलो छ र हामीले एकदमै सराहनीय ठानेछौँ। थ्याङ्क यू। तपाईँहरू यहाँ हामीसँग यहाँ कुनै समस्या लिएर आउँदाखेरि त्यसको एन्सर पनि तपाईँ आफै लिएर आउनुहोस्। त्यो एन्सर लिएर आएपछि तपाईँको प्लान दिनु पऱ्यो। यो समस्या भने यसको प्लान यो हो। त्यो भएपछि एकदम तपाईँ एकदम क्विक एक्सनमा जानु सजिलो हुन्छ, पहिलो कुरा। दोस्रो कुरा उहाँले के भन्नु भने एउटा त्यो सिटीमा मात्रै सेन्ट्रलाइज भएर भएन। त्यसपछि उहाँले त्यहीँबाट तुरुन्तै निर्देशन दिएर मन्त्रालयमा चाहिँ सम्बन्धित मन्त्रालयमा चाहिँ तुरुन्तै चाहिँ अहिले नै मिटिङ गरेर उहाँहरूको समस्या समाधान गराइहाल्नुहोस् भनेर चाहिँ निर्देशन दिनुभयो। र विशेष गरी चाहिँ देशको अर्थतन्त्र नै सरकार हो, अर्थतन्त्र चाहिँ सुधार नगरिकन देश बन्दैन, मान्छे निर्यात गरेर देश बन्दैन, मान्छेले उत्पादन गरेको वस्तु निर्यात गरे मात्रै यो देश बन्छ भन्ने चाहिँ उहाँले प्रष्ट धारणा राख्नु भएको छ। त्यसबाट हामी सम्पूर्ण एकदमै उत्साहित छौँ। उहाँकै मान्छे हुनुहुन्थ्यो, झन्डै हामी 1 घन्टा उहाँसँग सामान्य ज्यूसँग चाहिँ गफ गरेर चाहिँ हामी